भुटानी शरणार्थी प्रकरणका बालकृष्ण खाँडलाई केन्द्रीय कारागारबाट दिल्ली बजार जाने सम्बन्धमा सोध्दा उनले भने यस्तै लेख्या रहेछ, जता बसे नि जेल जेलै हो। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो क्षेत्राधिकारभित्र पर्ने संस्थागत घर बहाल कर सङ्घीय सरकार अन्तर्गतको आन्तरिक राजस्व विभागले उठाइरहेको भन्दै वित्तीय आयोगलाई कर बापतको सम्पूर्ण रकम काठमाडौँ महानगरपालिकामा फिर्ता दिलाइदिनु भनी लेखे पत्र। भारतको नयाँ संसदमा राखिएको अखण्ड भारतको नक्सा विरुद्ध भारतीय दूतावास अगाडि विरोध प्रदर्शन, साथै वास्तविकता बुझेर रिपोर्ट बनाउन दिल्ली स्थित नेपाली दूतावासलाई निर्देशन। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक रहेको भारतीय राजदूत श्रीवास्तवको भनाई। धितो पत्र बोर्डका पदाधिकारीहरूसँगको छलफलपछि नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन। र जिल्ला अदालत काठमाडौँ बाहिर प्रेम चलाउनेको मुद्दा फिर्ता लिने निर्णय विरुद्ध प्रदर्शन गर्नेहरूलाई पक्राउ गरेर प्रहरीले भ्यानमा कोचे। यस्तै देश विदेशका 9वटा ताजा संक्षिप्त खबरहरू ल्याएर उपस्थित भएका छौँ। हाम्रो भिडियो सामग्री अन्तिमसम्म हेर्नुहोला। दर्शकवृन्द नमस्कार, न्युज डे नेपालको ताजा न्युज बुलेटिनमा स्वागत छ। म रोहित विष्ट। दर्शकवृन्द सदाझैँ आज पनि देश विदेशमा घटेका ताजा, सही र सत्य खबरहरू ल्याएर उपस्थित भइसकेका छौँ। अब ढिलो नगरी आजका ताजा खबरहरू सुरु गरौँ। अखण्ड भारतको नक्सा विरुद्ध भारतीय दूतावास अगाडि विरोध प्रदर्शन सम्बन्धी प्रसङ्गबाट। भारतले आफ्नो नयाँ संसद भवनमा अखण्ड भारतको भन्दै नेपाली भूभाग समेत समेटिएको नक्सा राखेको विरोधमा काठमाडौँ स्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निकट युवा विद्यार्थीहरूले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन्। शुक्रबार राप्रपा निकट युवा विद्यार्थीहरूले भारतीय विस्तारवाद मुर्दाबाद, निरही सरकार मुर्दाबाद, राज संस्था जिन्दाबाद, हिन्दू राष्ट्र जिन्दाबाद लगायतका नारा लगाएका छन्। हाम्रो जमिन फिर्ता गर, सीमा मिच्न पाइँदैन, लुम्बिनी कपिलवस्तु हाम्रो हो भन्दै नाराबाजी गरेका उनीहरूले कालो झण्डा समेत प्रदर्शन गरेका छन्। यही विषयमा सरकारले अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्ली स्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ। यो जानकारी परराष्ट्र मन्त्री एनपी साउदले आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा दिएका हुन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो क्षेत्राधिकारभित्र पर्ने संस्थागत घर बहाल कर सङ्घीय सरकार अन्तर्गतको आन्तरिक राजस्व विभागले उठाइरहेको भन्दै फिर्ता पाउनुपर्ने बताएका छन्। सोमबार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेखी बालेनले संविधान र कानुनले बहाल करलाई स्थानीय सरकारको अधिकारमा राखे पनि व्यक्तिगत घर बहाल कर महानगरले उठाइरहेको, तर संस्थागत घर बहाल कर आन्तरिक राजस्व विभागले उठाइरहेको जानकारी गराएका छन्। आन्तरिक राजस्व विभागले संस्थागत घर बहाल कर उठाउँदा काठमाडौँ महानगरपालिकालाई 1 अर्ब 43 करोड रुपियाँ नोक्सान भएकाले उठाइदिन वित्त आयोगसँग अनुरोध गरेको छ। पूर्व गृह मन्त्री एवं काङ्ग्रेस नेता बालकृष्ण खाँड नक्कली शरणार्थी प्रकरणमा अहिले पूर्वपक्षका लागि थुनामा छन्। केन्द्रीय कारागार सुन्धाराको एउटा कोठामा खाँडसहित 6 जना बन्दी छन्। सोही कोठामा पूर्व ऊर्जा मन्त्री एवं एमाले नेता टोपबहादुर राईमाझी पनि छन्। जिल्ला अदालत काठमाडौँले 1 असारमा खाँड, राईमाझी सहित 16 जनालाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। अदालतको आदेश कार्यान्वयनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई केन्द्रीय कारागार लगेको थियो। केन्द्रीय कारागारको तुलनामा थोरै कैदी बन्दीहरू हुने र भेटघाटका लागि पनि सहज वातावरण हुने भएकाले अधिकारीहरूले खाँडलाई पनि दिल्ली बजार जान चाहे नचाहे बारे सोधेका थिए। जवाफमा उनले केन्द्रीय कारागार नै ठिक भएको बताएका थिए। म धार्मिक स्वभावको मान्छे पनि हुँ, के गर्नु यस्तै लेख्या रहेछ, जता बसे नि जेल जेलै हो, खाँडको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। कारागार अहिले पहिलेको जस्तो रहेनछ। विद्यार्थी आन्दोलनका क्रममा 2036 सालमा पनि आफू जेल बसेको स्मरण गर्दै खाँडले जेल आफूले पहिले सोचे जस्तो नभएको बताए। यहाँ त आन्तरिक प्रशासनका मान्छे पनि एकदम सहयोगी रहेछन्, सबै मिलनसार, खाँडको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। प्रहरीले खाँड र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई 27 वैशाखमा मैजु बहाल स्थित निवासबाट पक्राउ गरेको थियो। 29 असार 2078 देखि 13 माघ 2079 सम्म गृहमन्त्री भएका बेला नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गर्ने गिरोहलाई सहयोग हुने गरी काम गरेको आरोप खाँडमाथि छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल राम बिना र भारत सीता बिना अधुरो रहेको बताएका छन्। नेपाल भारत बीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन एकअर्कालाई सम्मान गर्नुपर्ने उनको भनाइ छ। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज बिहान लुम्बिनीमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै मन्त्री किराँतीले सो धारणा राखेका हुन्। आजभन्दा 2300 वर्ष अघिदेखि नेपाल र भारत बीचको सम्बन्ध प्रगाढ भएको बताउँदै मन्त्री किराँतीले भने
कौटिल्य शास्त्रमा आधारित कुरा गर्ने हो भने पनि नेपालको ऊन, नेपालको छाला भारत निर्यात हुने गर्थ्यो। पछिल्लो समयमा नेपाल सरकारबाट प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनःस्थापित गरेको छ। यो सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित समान छौँ। हामी राम बिना अपूर्ण छौँ, भारत सीता बिना अपूर्ण छ। उनले नेपाल सरकार, नेपाल र भारत बीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने पक्षमा रहेको बताए। महेन्द्रनगरबाट नेपाल आउने हवाई रुट र भैरहवा हवाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको जानकारी पनि उनले गराए। संसदको अर्थ समितिले नयाँ स्टक ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। समितिको 29 जेठमा बसेको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निर्देशन दिएको थियो। मङ्गलबार धितोपत्र बोर्डका पदाधिकारीहरूसँग छलफलपछि अर्थ समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन भनेको हो। दार्चुलाको खानेश्वरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खानेश्वरी आसपास केन्द्रबिन्दु भएर आज बिहान 4:55 जाँदा 4 रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि गत जेठ 29 गते बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर 4.4 रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउने माथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने निर्णय विरुद्ध जिल्ला अदालत काठमाडौँ बाहिर प्रदर्शन गरेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बृहत नागरिक आन्दोलनको ब्यानरमा भएको प्रदर्शनमा प्रेम चलाउने स्वयं सहभागी थिए। विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौँ, न्याय हराए कहाँ जाने, जस्टिस फर प्रेम चलाउने लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ। उपप्राध्यापक प्रेम चलाउनेमाथि 20 असोज 2077मा आक्रमण भएको थियो। उनीमाथि आक्रमण गरेको अभियोगमा नेवी सङ्घका हरि आचार्य, योगेन्द्र रावल लगायत विरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधीन छ। सरकारले यही मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउनेले सोमबारदेखि अनसन सुरु गरेका छन्। हस् त, यति खबरसहित हामी न्युज डे नेपालको ताजा न्युज बुलेटिनको अन्त्यमा आइपुगेका छौँ। प्रस्तुत गरेका सामग्रीप्रति तपाईँका केही धारणा छन् भने कृपया कमेन्ट गर्नुहोला। साथै हाम्रो बिहानी न्युज बुलेटिन प्रत्येक दिन बिहान 6 बजे यसै युट्युब च्यानल मार्फत हेर्न र सुन्न सक्नुहुन्छ। त्यसैले सब्स्क्राइब गर्न भने नबिर्सिनुहोला। अब जाँदै हाम्रो भिडियो सामग्री मन परेको छ भने एउटा लाइक र एउटा कमेन्ट अवश्य गरिदिनुहोला। तपाईँको आउने समय सुखद बितोस्। धन्यवाद।